नमस्ते। एउटा प्रश्न सोधौँ है, के प्रेमले नियम तोड्न सक्छ? अझ गहिरिएर सोच्ने हो भने के यस्तो कुनै प्रणाली होला जहाँ प्रेमलाई जानी जानी नियमभन्दा माथि राखिएको होस्? सुन्दा अलि अनौठो लाग्छ होइन? हो, आज हामी यस्तै एउटा विरोधाभासपूर्ण तर एकदमै रोचक धार्मिक अवधारणालाई केलाउँदैछौँ। ल, यो कुरा बुझ्नको लागि एउटा रेललाई सम्झिनुस् त। कल्पना गर्नुस्, एउटा रेल आफ्नो लिकमा दौडिरहेको छ। अब त्यसलाई लिकबाट बाहिर फ्याँक्न सक्ने के होला? पक्कै पनि त्यो रेलको गतिभन्दा पनि शक्तिशाली कुनै बाहिरी शक्ति नै चाहिन्छ, होइन त? हो, यही रेलको एनालोजी, यही रूपक नै हाम्रो आजको छलफलको मुख्य आधार बन्नेछ। अब त्यो रेलको लिक जस्तै मानवतालाई पनि एउटा निश्चित बाटोमा हिँड्नको लागि बनाइएको थियो रे। यो बाटोलाई सिद्धान्त भनिएको छ। यसको काम भनेको मानिसलाई सही र स्वाभाविक रूपमा विकास हुनको लागि बाटो देखाउने हो। तर यहाँ एउटा ठूलो प्रश्न उठ्छ, यदि सबै कुरा यति पर्फेक्ट तरिकाले सही मार्गका लागि डिजाइन गरिएको थियो भने त्यस्तो के शक्ति होला जसले मानिसलाई यो आदर्श बाटोबाट बाहिर धकेल्न सक्थ्यो? सोचौं त। र यसको जवाब साँच्चै आश्चर्यलाग्दो छ। त्यो शक्ति अरू केही होइन, प्रेम हो। हो, तपाईले ठिक सुन्नुभयो, प्रेम। यो अवधारणाले भन्छ कि प्रेमको शक्ति त्यो बाटो देखाउने सिद्धान्त भन्दा पनि कैयौं गुणा शक्तिशाली हुन्छ। अब हेर्नुस्, मुख्य द्वन्द्व नै यही नै छ। सिद्धान्त भनेको रेलको लिक भयो जसले बाटो देखाउँछ, तर प्रेम चाहिँ त्यो रेललाई कुदाउने इन्जिन हो जसले शक्ति दिन्छ। अब सोच्नुस् त, यदि त्यो इन्जिन अर्थात् प्रेम गलत दिशामा मोडियो भने के लिकले मात्रै त्यसलाई रोक्न सक्छ त? सक्दैन। यो त सुन्दा डिजाइनमै एउटा ठूलो प्याराडक्स जस्तो लाग्यो नि, होइन? यदि प्रेमले बाटोबाट भड्काउन सक्छ भने सृष्टिकर्ताले किन प्रेमलाई नै सबैभन्दा ठूलो शक्ति बनाए त? के होला यसको पछाडिको तर्क? ल, अब यसको तर्क हेरौँ। तर्क यो छ कि प्रेमको शक्ति भनेको कुनै मेकानिकल वा यान्त्रिक कुराभन्दा धेरै माथिको हुनुपर्छ। यो पूरै प्रणालीको मूल आधार नै यही रहेछ। ईश्वरले मानवतालाई नियम कानून वा सिद्धान्तले मात्रै होइन, मुख्य रूपमा प्रेमले शासन गर्नुहुन्छ। किनभने सोच्नुस् त, यदि प्रेमभन्दा नियम ठूलो भइदिएको भए के हुन्थ्यो? मानिसले ईश्वरको प्रेमलाई होइन, नियमलाई बढी महत्त्व दिन्थ्यो। अनि साँचो खुशी र जीवनको अनुभवका लागि त प्रेम नै सबैभन्दा माथि हुनु पर्यो नि, होइन र? यसको एउटा राम्रो उदाहरण येशूको जीवनमा पनि देखाइएको छ। हेर्नुस्, उहाँका शिक्षाहरू त महत्त्वपूर्ण थिए नै, तर आखिरमा केले उहाँका चेलाहरूलाई बचायो र परिवर्तन गर्यो? त्यो थियो उहाँको प्रेम। यसले पनि प्रेमको सर्वोच्चतालाई नै देखाउँछ। ठिक छ, यदि प्रेम नै सबैभन्दा शक्तिशाली हो भने फेरि नियम वा आज्ञाको काम के त? हो, यहाँनिर आज्ञाको भूमिका एकदमै रोचक छ। यसलाई एउटा ढाल, एउटा शिल्डको रूपमा प्रस्तुत गरिएको छ, खास गरी अपरिपक्व अवस्थाको लागि। गल्ती प्रेमको थिएन, समस्या थियो अपरिपक्वतामा। जसरी एउटा सानो कलिलो बिरुवालाई झारपातले सजिलै बिगार्न सक्छ, ठिक त्यसै गरी मानवता पूर्ण रूपमा परिपक्व हुनुभन्दा अगाडि नै कुनै गलत वा सिद्धान्तविहीन प्रेमले भड्काउन सक्ने ठूलो जोखिम थियो। हो, यही जोखिमबाट बचाउनको लागि एउटा एकदमै सरल तर स्पष्ट नियम दिइयो, त्यो फल नखानु। यो हेर्दा त सामान्य नियम जस्तो लाग्छ, तर यो केवल नियम मात्रै थिएन। यो त विश्वासको एउटा परीक्षा थियो, जसको उद्देश्य मानवतालाई समयभन्दा अगाडि नै हुन सक्ने पतनबाट जोगाउनु थियो। भनेपछि यो एउटै आज्ञाको दुईवटा काम रहेछ। पहिलो काम ढाल बनेर पतनबाट जोगाउने, र दोस्रो यही विश्वासलाई पालना गर्दै मानवतालाई बिस्तारै बिस्तारै परिपक्वता र पूर्णतातिर अघि बढाउने। तर प्रश्न उठ्छ कि यो नियम सधैँभरिको लागि थियो त? कि यो केवल एक निश्चित समयको लागि मात्र थियो? र यो अवधारणा अनुसार नखानु भन्ने आज्ञा सधैँको लागि थिएन। थिएन, यो त एउटा अस्थायी उपाय मात्र थियो। र यहाँ त झन् अर्को अचम्मको कुरा छ, त्यो फल खानु आफैमा पाप थिएन रे, यो त केवल टाइमिङको कुरा थियो। जसरी एउटा कोपिलालाई फुल्न सही समय चाहिन्छ, त्यसै गरी मानवतालाई पनि पूर्ण परिपक्वता हासिल गरेपछि मात्र त्यो फल खान अनुमति थियो। यो टाइमलाइनले सबै कुरा छर्लङ्ग पार्छ। हेर्नुस्, अपरिपक्वताको अवधिमा त्यो आज्ञा एउटा सुरक्षा कवचको रूपमा एकदमै आवश्यक थियो। तर जब पूर्णतामा पुगिन्छ, जब प्रेमले नै सिधै शासन गर्छ, तर त्यो कवचको के काम? त्यसको आवश्यकता नै रहँदैन।
त्यो आफै काम नलाग्ने हुन्छ। किनभने पूर्णताको अवस्थामा प्रेमको बन्धन यति बलियो, यति निरपेक्ष हुन्छ कि कुनै पनि बाहिरी शक्तिले त्यसलाई तोड्न वा भड्काउन सक्दैन। अनि यस्तो अवस्थामा नियमको जरुरत नै पर्दैन। त्यसो भए के बुझियो त? अन्तिम लक्ष्य भनेको नियमको पालना गर्नु मात्रै होइन रहेछ। अन्तिम लक्ष्य त नियमभन्दा पनि माथि एउटा यस्तो स्वतन्त्रतामा पुग्नु हो जहाँ प्रेमले नै सबै कुरा गाइड गर्छ। छोटकरीमा भन्नुपर्दा ईश्वरको त्यो आज्ञा आदम र हव्वा अपरिपक्व रहन्जेलसम्म मात्रै बाध्यकारी थियो। परिपक्वता नै त्यो फिनिश लाइन थियो। त्यसैले त्यो नियम भनेको कुनै स्थायी पिञ्जडा थिएन। यो त घर बनाउँदा लगाइने खट, त्यो स्क्याफोल्ड जस्तै थियो, एकदमै अस्थायी संरचना, जसको एउटै काम थियो मानवतालाई पूर्ण प्रेमको उचाइमा सुरक्षित रूपमा पुग्न मद्दत गर्ने। अन्तमा यसले हामीलाई एउटा निकै गहिरो प्रश्नमा ल्याएर छोडिदिन्छ कि साँचो आध्यात्मिक परिपक्वता भनेको नियमहरू पालना गर्नु मात्रै हो, कि नियमहरूको आवश्यकता भन्दा पनि माथि उठ्नु हो, कि नियमहरू आफैमा गन्तव्य हुन् वा गन्तव्यसम्म पुग्ने एउटा अस्थायी बाटो मात्र? यो प्रश्न यो अवधारणामा मात्रै सीमित छैन है। विश्वका धेरै दर्शनहरूमा, जस्तै हिन्दू वेद र उपनिषदहरूमा पनि कर्मकाण्ड अर्थात् बाहिरी अनुशासनबाट ज्ञान अर्थात् आन्तरिक बोधतर्फको यात्रालाई नै अन्तिम लक्ष्य मानिन्छ।